Your smile lit up like a sunrise glow. Touch so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name. हेलो साथीहरू, नमस्कार। झोरले र साथीहरू आज पनि म झलक लिएर उपस्थित भइसकेको छु। र साथीहरू आज चाहिँ बुटोलमा साह्रै जाडो चिसो मौसम भइरहेको छ। साथीहरू मुटु हस्पिटल जाँदैछु साथीहरू, र हाम्रो यात्रा चाहिँ अब मुटु हस्पिटलतिरको हुँदैछ। र साथीहरू हामी चाहिँ अहिले मार्क्स भेलामा जाँदैछौँ। मार्क्स भेला चाहिँ मुटु हस्पिटलको पछाडिको पल्लो गल्लीमा चाहिँ मार्क्स भेला कार्यक्रम राखिएको छ। त्यहाँनिर चाहिँ के को मार्क्स भेला हो भनेर भन्दाखेरि चाहिँ त्यो मार्क्स भेला चाहिँ जो मृगौला सम्बन्धी डायलिसिस गराउनु भएको छ निःशुल्क यो मुटु हस्पिटलमा, त्यो चाहिँ अब कस्तो छ भन्दाखेरि त्यो चाहिँ मुटु हस्पिटलको मालिकले चाहिँ यो कुरा भन्नुभएको छ कि भदौदेखि सरकारले राज्यले पैसा बुझाएको छैन मलाई, म चाहिँ निःशुल्क उपचार गराउन सक्दिनँ, डायलिसिस म निःशुल्क गराउन सक्दिनँ भन्ने कुरा आएको छ अरे। सो त्यही कारण त्यो के कारणले किन हो भनेर चाहिँ हामीलाई निःशुल्कै चाहिन्छ, सरकारले हामीलाई हेर्नु पर्यो भनेर चाहिँ हामी एउटा मार्क्स भेला राखिएको छ, पत्रकार सम्मेलन राखिएको छ। यही मार्क्स भेला मार्फत हामीले चाहिँ सरकारलाई जानकारी गराउनेछौँ है। उहाँ चाहिँ अब प्रमुखजीहरू होइन मुखियाहरू बोल्नुहुनेछ, उहाँबाट अब के कुरा राख्नुहुनेछ, सरकारलाई के दबाब दिनुहुन्छ मुखियाजीहरूले प्रमुखजीहरूले अब सुनौला होइन, हेरौँला। र यहाँ चाहिँ जति पनि निःशुल्क डायलिसिस गराउनु भएको छ नि उहाँहरूलाई पेमेन्टमा गरिदियो भने त कति समस्या हुन्छ होला, कति पीडा हुन्छ होला भन्नुभएको छ कतिपय मान्छेहरूले। हामी सुतेको छैनौँ, रातभरि टेन्सन भएको छ, कसरी पुर्याउने पैसाले भनेर सोचिरहनु भएको छ। कतिपय व्यक्ति मान्छेहरूको त अब घरको स्थिति पनि त नाजुकै छ र यहाँ अनि हुने खानेको पनि त्यस्तै बिरामी छ भने पुर्याउन पनि गाह्रो हुन्छ क्या, हुने खानेको मान्छेको पनि पुर्याउन गाह्रो हुन्छ क्या। त्यो कारणले चाहिँ हामी चाहिँ यही मार्क्स भेला राखेका छौँ, विरोध कार्यक्रम राखेका छौँ। यो चाहिँ नहटाइयोस्, सरकार हामीलाई चाहिँ यो सुचारू रहिरहोस् भन्ने हाम्रो माग चाहिँ यही मार्क्स भेलाबाट हामीले सरकारलाई जानकारी गराउनेछौँ। हामीलाई चाहिँ सरकार निःशुल्क उपचार हुन चाहियो, हामीलाई उपचार निःशुल्क हुनु पर्यो भन्ने हाम्रो माग चाहिँ यही मार्क्स भेलामा पत्रकारलाई सम्बोधन गरेर राख्दैछौँ। हाम्रो प्रमुखजीहरूले के भन्नुहुन्छ त सुनौँ है। मेरो पनि यही मार्क्स भेलाबाट र यही भिडियोबाट सरकारलाई दबाब र चुनौती छ। त्यही कारणले चाहिँ हामीले एउटा सरकारलाई दबाब दिन भनेर एउटा मार्क्स भेला राखेका थियौँ। हामीले हस्पिटललाई होइन, हामीले चाहिँ सरकारलाई राज्यलाई दबाब दिनको लागि मात्र यो मार्क्स भेला राखेका छौँ। यो मार्क्स भेलाबाट सरकारलाई जानकारी होस्। यसै मार्क्स भेला मार्फत हाम्रो सङ्घ रहेछ यो मृगौला तथा मुटु पीडितको, मलाई त थाहा थिएन है, यहाँ रहेछ। अनि यहाँ चाहिँ सचिव अध्यक्षहरू पनि हुनुहुँदो रहेछ। उहाँहरूले चाहिँ अब यसै मार्क्स भेला मार्फत सरकारलाई दबाब दिँदै हुनुहुन्छ कि यो चाहिँ बन्द नहोस्। अब सुनौँ है त उहाँहरूको वक्तव्य सुनौँ। अब मृगौला तथा मुटु पीडित सरकार समाज नेपाल पत्रकार भेटघाट कार्यक्रमका पत्रकार मित्रहरू र सम्पूर्ण मृगौला फेल भई डायलिसिस गर्न आउनुभएका विभिन्न ठाउँबाट आउनुभएका आदरणीय साथीहरू र हाम्रो सम्पूर्ण साथीहरूलाई म आजको उपस्थित हुनुभएकोलाई म धन्यवाद दिन चाहन्छु। विशेष गरी हामी विभिन्न ठाउँबाट, कोही सेङ्जाबाट, कोही गुल्मीबाट, पाल्पा, प्युठान, अर्घाखाँची, रोल्पा के को हो र यो किन राख्यौँ भन्ने कुरा म तपाईँहरूलाई स्पष्ट पार्नको लागि म तपाईँलाई जानकारी दिन चाहन्छु। यो विगत लामो समयदेखि गौतम बुद्ध मुटु हस्पिटलले 551 जना ठाउँमा गरी 551 जनालाई पर डे प्रत्येक दिन डायलिसिस गराउनु भएको छ। र त्यो डायलिसिस यदि गरिएन भने त्यो 551 जनाको मृत्यु हुन्छ, निश्चित छ। किन भन्दा राज्यले यो पैसा नदिएर 20 करोडको हाराहारीमा पैसा दिइरहेको छैन र 20 करोडको हाराहारीमा पैसा नदिएपछि हस्पिटलले हामीले डायलिसिस गर्न सक्दैनौँ। हामी कहाँबाट चलाउँ र औषधि दिन पनि हामी डक्टरलाई तलब दिन, नर्सहरूलाई तलब दिन हामी नसक्नु भयो, बिमारीको उपचार गर्न सक्दैनौँ भन्ने कुरा आयो। त्यसले गर्दा के हो भन्नुहुन्छ भने त्यो नसक्ने हस्पिटलको कुरा हो। तर राज्यले कुनै कारणवश हाम्रो मृगौला फेल भएका
डायलिसिस गर्न बाहेक कसैको मृत्यु भयो भने त्यसको हामी खबरदारी दिन चाहन्छौँ राज्यले। किन भन्दा हामी त आज मरिसक्यौँ तर हाम्रो ज्यान गुमाउनु हाम्रो ठुलो समस्या छैन। किन भन्दा हाम्रा मृगौला फेलुवाई मिसिनले मृगौलाको काम नगरेर मिसिनले गरिदिरहेको छ। त्यसको पनि औषधि उपचार राज्यले भन्छ। विभिन्न ठाउँमा राज्यले के भनिरहेको छ भने बिमाका कुराहरू जोडेको छ, बिमाबाट औषधि पाइन्छ भनेछ। त्यो बिमामा अनि कोचको कुराहरू चल्छ त्यहाँ। पीडितको कुरा कहिले चलेन। पीडितलाई सधैँ बिहानदेखि बेलुकीसम्म लाइन लगाउँछ, लास्टमा ग्यास्ट्रिकको औषधि दिएर पठाउँछ, आइरन दिएर पठाउँछ है। र कति समस्या छ भन्नुहोस्। यो सामान्य चाहिँ मृगौला फेल हुनु भनेको एउटा घर परिवारमा ठुलो समस्या, आर्थिक सङ्कट आउनु। एकजना बिमारीको पछाडि घर सिङ्गो परिवार लाग्नुपर्ने हुन्छ। उसलाई जति पैसा भए पनि बिस्तारै बिस्तारै आर्थिक धराशायी परेर एउटा खाना ऊ पनि धौधौ भइरहेको हुन्छ। त्यो प्रत्यक्ष मैले झेलेको छु। 15 वर्षसम्म मेरो परिवारलाई मैले डायलिसिस गराएको व्यक्ति म आफै हो। र यो संस्थालाई गठन गर्नुपर्छ, एकबद्ध मृगौला रोगीहरूलाई एकबद्ध गर्नुपर्छ। राज्यले भोलि जे पनि गर्न सक्छ भन्ने कुराले हामीले यो संस्था गठन गरेको। कोही पनि अहिले जति पनि हाम्रा डायलिसिस गर्ने रूपन्देहीमा मात्रै डायलिसिस गर्ने 1000भन्दा माथि हुनुहुन्छ। र जस्तै अञ्चलमा 350को समथिङ, 45-50को समथिङमा हुनुहुन्छ भने मुटुक हस्पिटलमा 551 जना भने मैले, किरणसनमा हुनुहुन्छ 50को हाराहारीमा, अनि भैरवा मेडिकल कलेजमा हुनुहुन्छ लगभग 200को हाराहारी, अनि अर्को हुनुहुन्छ सिद्धार्थ सिटीमा 48 जना हुनुहुन्छ। यसै गरी यस्तै जोड्ने प्रदेशभरि जोड्ने भने डायलिसिस गर्नेको सङ्ख्या मात्रै 1400 प्लस छ। डायलिसिस गर्नेको सङ्ख्या मात्रै 1400 प्लस छ भने औषधि खानेको सङ्ख्या भने औषधि खानेको सङ्ख्या 21,000 मान्छे। किन यो यस्तो भयो भने हाम्रो चुलो बिग्रेको कारण हो। हाम्रो खानपिनमा समस्या आएको कारणले गर्दा हामी मृगौला, क्यान्सर, मुटुका समस्याहरू दिन प्रतिदिन बढ्दै गएको छ। त्यो तथ्याङ्क हेर्ने हो भने सर्ने रोगबाट भन्दा नसर्ने रोगबाट मृत्युदर बढिरहेको छ। तपाईँलाई जानकारी छ, पहिला टिबीबाट मान्छे मृत्यु हुन्छ भन्थ्यो तर सर्छ भने टाढा होइन। अहिले जस्तै क्यान्सर सर्ने रोग होइन, मृगौला सरुवा रोग होइन, वंशाणु जाने कुरा फरक हो तर प्रत्यक्ष सर्ने रोग होइन। यसबाट मृत्यु दर हेर्ने भने पाइन्छ है। यसको आवाज राज्यले पनि चाहिँ के गर्नु पर्यो भने डायलिसिसको सेवा सुविधा दियो भने बिचमा रोक्छु भन्ने पैसा नदिने कारण के हो त भन्दा त्यो हस्पिटल बिहान बेलुकी छाक्का स्थिति गाह्रो छ। अहिले मृगौला फेल भएका 10-11 वर्षको बच्चाहरूलाई मृगौला पाइरहेको छ। के कारणले भयो त्यो खोजीमा लाग्नुपर्ने हो नि त। हामी त्यो खोजी छैन। राज्यलाई त्यो मतलब छैन। राज्यलाई करको मतलब छ है, अरबौँ कमाउने मतलब छ। हामीलाई कसरी बिहान बेलुकी छाक्टार्नु भन्ने समस्या छ। उनीहरूलाई अरबौँ पैसा कहाँ लगाएर फन्काउने छ, हामीलाई छाक्टार्ने समस्या छ। हामीले ब्ल्याङ्केट वितरण गऱ्यौँ, अतिथि बन्नलाई पहिले चामल वितरण गर्छौँ, बिहान बेलुकी खाना नहुन्ला। कसैलाई रहर छैन सर, कसैलाई बाध्यता हो। रहरले गर्दा कसैले चामल 10 किलो चामल उठाउन आउँदैन। त्यो बाध्यता हो। बाध्यता केले गर्दा? यही स्वास्थ्यले गर्दा, यही मृगौला समितिको स्वास्थ्यले गर्दा, मुटुका समस्याहरूले गर्दा सम्पत्ति सिद्धि हो। हामी पाहाडबाट आएका घरबाट अपहरण आउँछ, त्यो अपहरण हुन भएन। र हाम्रो पनि मृगौला पीडितलाई पनि अपहरणसम्म एउटा चाहिँ कोटा छुट्याउनु पर्छ भन्ने मेरो आग्रह छ। उहाँहरूलाई चाहिँ सहजीकरण गर्नुपर्छ भन्ने मेरो आग्रह छ होइन। सबै मृगौला पीडित एकजुट भयो भने कमसेकम हाम्रो चाहिँ एकबद्धता हुन्थ्यो र देशको लागि जति पनि पीडित हुनुहुन्छ उहाँहरूलाई कसरी सहज गर्ने भन्ने राज्यको पोलिसिङ गर्छ। नगरपालिका स्थानीय तहहरू हुनुहुन्छ, खै कहाँ छुट्नु भएको छ। नगरपालिकामा बजारले अहिलेसम्म देख्नु भएको छ मृगौला पीडितलाई सहयोग बजेट पऱ्यो भने कसरी सुन्नु भएको छ? सुन्नु भएको छैन। किन भन्दाखेरि यो पीडित संस्था हो, यसलाई दिएर के हुन्छ भन्ने कन्सेप्ट चाहिँ नेताहरूको भइसकेको। तर जे हुन्छ जहाँ हुन्छ पीडितले गर्दाखेरि हुने काम सबै चाहिँ हामी सबै गर्न सक्छौँ। त्यसले गर्दाखेरि हामी धेरै कुराहरू जान्दैनौँ। हाम्रो बिमारीको आउने एक गतिबाट डायलिसिस हटाटा गएर कति काममा मलाई फोन गर्नुपर्छ, हामी कसरी बाँच्नु छ, हामीलाई न्याय दिन पर्यो भनेर चाहिँ उहाँले मलाई पटक ठाउँ ठाउँबाट फोन गर्नुपर्छ। त्यो समस्या नदोहोरियोस्। किन भन्दा राज्यले दिएका समस्या, राज्यले दिएका सेवा सुविधा कुनै पनि काट्न पाइन्छ। काट्न छ भने ठुल्ठुला पदमा गएका पदहरूको चाहिँ सेवा सुविधा काटेर राज्य बिमारीलाई त सेवा सुविधा दिन सक्नुपर्छ नि काट्दैन, खर्चबाट भन्छ। तब हाम्रै कर तिरेको कुनै न कुनै ठाउँबाट कुनै न कुनै माध्यमबाट कर लगेर चाहिँ अरबौँ नेताहरू पठाउनु उहाँ गएर बिहानदेखि बेलुकी लाल लगाइदिन्छ। यो त अति अन्याय होइन। यो भन्यो के हो भने सिधै बिमारीमाथि प्रहार गर्नु। यो मात्रै हस्पिटललाई मात्रै होइन, यो राज्यलाई मात्रै होइन, यो सबै सङ्घ संस्थाले यसलाई सहयोग गरेर कसरी उठाउन सकिन्छ। मृगौला बिमारीको वास्तविक कुरा के हो, यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, त्यता लाग्नुपर्ने जरुरी छ।
मृगौला फेल भइहाल्यो, नभइकन के गर्ने, कस्तो खानपिनहरूमा कसरी ध्यान दिनुपर्ने कुरा हुन्छ, त्यसलाई चाहिँ विशेष ध्यान गरेर म धेरै भन्न चाहन्न, विशेष ध्यान दिएर र बाँकी हाम्रो आदरणीय साथीहरू जति पनि आउनुभएको छ, कोही डायलिसिस गर्ने बेला भइरहेको छ, कोही थर्ती काम भएको छ बिचरा है, को पुण्य भनेको हो कि भन्नुहोस् त, खाना पाउनुपर्छ अनि बात पाउनुको अधिकार हाम्रो छ कि छैन भन्नुहोस्, छ नि बात पाउनु अधिकार, त्यो बात पाउनु अधिकार पनि आफ्नो अधिकार, हाम्रो साथीहरू गर्नु तयार छन्, भिन्न तयार छन्, म धेरै नभने यति भन्दै म मेरा शब्दहरू यही जस्तो धन्यवाद। जिज्ञासाहरू केही प्रश्नहरू हामी कमिटीमा हामी के गर्नुपर्छ, गाडी लाएर जहाँ जानुपर्छ हामी जान तयार छौँ, तर बन्नको यो न्युमा हामीलाई यो अवरोध यो समस्या के आइरहेछ नि, हस्पिटल बन्द हुन्छ, एक गतिबाट बन्द हुन्छ तर स्टाफ पनि यो कुरा कान खोलेर सुन्नु पर्यो, डायलिसिस गर्नेसम्म गरिरहनुहोस्, के गर्नुपर्छ समितिलाई बताउनुहोस्, के गर्नुपर्छ त्यो हामी गर्न तयार छौँ। कतिपय मान्छे घरबारविहीन भएर बसिरहेको यो डायलिसिस फ्री हुँदा घरबारविहीन भएर डायलिसिस दिनु पऱ्यो, के गर्छ 1 महिना मान्छे सिद्धिन्छ यहाँ, 1 महिना भन्नुहुन्छ, एकचोटि डायलिसिस गर्ने पनि सिद्धिन्छ भन्ने चाहिँ म यस गौतम बुद्धमा वर्ष 9 वर्षदेखि डायलिसिस गरिरहेको छु र यो मैले त पुरा जानकारी पाएको छैन, आज भर्खर मात्र यो गौतम बुद्धले डायलिसिस हामी बिरामीहरूलाई बन्द गर्छ अरे भन्ने कुरा सुनेको छु, तर यो यस्तो पीडा हामीलाई नदियोस्, हामीहरू यसको न्युमा हामी यो गौतम विद्यालयलाई परेको समस्याको बारेमा हामी जहाँ पनि जान तयार छौँ, कर्मचारी तलब नपाए, उहाँ सरकारले भत्ता नदिए के अरे तलब के अरे हाम्रो सुविधा नदिएको खण्डमा, तर हामीलाई त्यो न्युमा हामीलाई यो बन्द गरिनु भएन, यदि गरियो भने हामीहरू सम्पूर्ण बिमारी साथीहरू आन्दोलन जान तयार हुनुहुन्छ कि नै? म 1 नम्बरमा तयार छु, तपाईँहरू हुनुहुन्छ नि? हामीहरू त्यसै मरेका छौँ, उसै मरेका छौँ, हामी मर्न पनि सक्छौँ, त्यसैको लागि हामी एकजुट हुनुपर्छ। सबै साथीहरूलाई भन्नुहोस्, कोही आउनुभयो होला, कोही आउनु भएको छैन होला, आजदेखि हाम्रो अहिले त हामीहरूले जानकारीको लागि पठाउने हो कार्यालयमा, यदि हाम्रो यो अटेर गरेर हाम्रो यो सुविधालाई वञ्चित गरियो भने हामी तयार हुनुपर्छ है साथीहरू। नाम मिना जीसी, प्युठान जिल्ला, तिम्रो गाउँपालिका 6। अहिले म यही मृगौलाको डायलिसिस गर्दै बस्न लागेको 5 वर्ष भयो। दुःख कष्ट भन्ने त जब आफूलाई पर्छ तब थाहा हुने रहेछ, हजुरहरूलाई पनि थाहा भइसकेको, मभन्दा धेरै पुरानो साथीहरू पनि हुनुहुन्छ यहाँ कति दुःख कष्ट हुन्छ, सम्पत्ति धन केहीले पनि पुग्ने रहन्छ, मुटु मृगौला अनि क्यान्सर यस्ता रोगहरूले हामीलाई पीडित पारेको छ। म जस्ता धेरै साथीहरूले दुःख भोग्नु भएको हुनुहुन्न, म पनि एक्लै बसिरहेको छु र हामी बिरामीहरू 5 घन्टा 4 घन्टा उम्मिँदा पनि उहाँहरूले हाम्रो कुनै ख्याल गर्नुहुन्न र यो हामीलाई 1 गतेदेखि डायलिसिस हुन्न भन्दै हुनुहुन्छ सिस्टरहरूले, तर कुनै बिरामी त अट्याक भएर झन् मर्न पनि सक्नुहुन्छ। हामी कतै अलि बुझेका मान्छे त अलि होला कोही होन भन्ने सबै ठाउँमा फेरि छ, तर यहाँ मात्र किन यस्तो भनेर बुझिरहेका छौँ, तर कुनै बिरामीलाई त अट्याकको समस्या पनि आउन सक्छ। सिस्टरहरूले पनि धेरै ख्याल गरेर बोल्नुपर्छ र यो पनि मैले सिस्टरहरूलाई दोष लगाएको होइन, मुटु हस्पिटलको समितिले पनि अलिक ख्याल गरेर बोल्नुपर्छ र भन्नु पऱ्यो पनि यहाँ मृगौला सङ्घको अध्यक्षहरूलाई समितिलाई भन्नुपर्छ र धेरै बोल्न चाहिन र हामीलाई खानुभन्दा पनि औषधि नभई हुन्न, भात बरु 1 दिन नखाए हुन्छ, औषधि हामीलाई दिनकै खानुपर्छ र औषधिको लागि हामीले धेरै खर्च भइरहेको छ। यो पत्रकार साथीहरूले पनि केन्द्रमा अथवा प्रदेशमा हजुरहरूले पनि पहल गरिदिनुहोस् र हामीले गर्न सक्ने ठाउँमा पनि हामीले हाम्रो आफन्त भएको ठाउँमा हामीले पनि गर्छौँ र यति 2 कुरा शब्द यहीँ बिसाउँदै धन्यवाद। त्यो अस्ति भर्खर मैले थाहा पाएँ कि म त्यहाँ जाँदै थिएँ, सरले चाहिँ बिरामीहरूको डायलिसिस रोकिने रे भन्ने कुरा म बिरामीहरूबाट मैले थाहा पाएँ। सायद बिरामीहरू त यो थाहा पाएर हार्ट एट्याक पनि हुनुभयो होला, कतिलाई निन्द्रा पनि लागेको छैन होला होइन, सायद निन्द्रा
लागेको छैन होला, खान मन लागेको छैन होला। त्यो किनभने म चाहिँ यो दुःखबाट म पनि गुज्रेको। मेरो श्रीमान चाहिँ यसै अवस्थाबाट जानुभएको 1 वर्ष पनि हुन लाग्यो। तर मेरो श्रीमान जानुभयो भनेर म पछि हटेको छैन। साथीहरूलाई म यो वचन दिन्छु कि उहाँ जानुभयो पनि म यस मृगौला तथा मुटु समाज सेवा बिरामीहरूलाई मेरो परान छ र मेरो आश छन् जरे हजुरहरूलाई साथ सपोर्ट दिनेछु। यति मैले प्रतिबद्धता गरेँ ल। मैले गर्न सकेको बोलेर हुन्छ कि मेरो के गरेर म गर्छु, हजुरलाई म गर्ने गर्दछु। तर यसको लागि सरकारहरूले त्यो गर्नु पर्यो। हो, उहाँ बहिनीले भन्नुभयो एक छाक खाना नखाए बरु चिनी पानी नुन पकाएर हाम्रो चाहिँ सुगर प्रेसर कन्ट्रोल हुन्छ। डायलिसिस नभइकन हामीहरूलाई हुँदैन होइन। डायलिसिस गर्दा गर्दा जानुभयो त त्यो के लाग्यो, उसको कहाँ लाग्यो। जस्तै हाम्रो उहाँ जानुभयो, डायलिसिस पाउँदै जानुभयो, उहाँ केही दोष छैन। डायलिसिस नपाइकन जानुभयो भने मैले बिरामीहरूलाई भन्छु भोलि बिहान डायलिसिस तपाईँहरू बाटोमा पनि सुत्न तपाईँ तयार हुनुपर्छ। हुनुहुन्छ कि नै? यसै जान्दैन उसै जान्दैन हो कि नै? हाम्रो मृत्यु निश्चित छ। त्यसबाट भोलि बिहान डायलिसिस रोकियो भने सबै बिरामीहरू मुटु हस्पिटलको बाटोमा सबजना पल्टेर गरेर हामीले चाहिँ यो गर्नुपर्छ। म त केही भन्न सक्दैन है, मलाई पनि पढ्दा मेरो पनि यो भइसकेको छ। म यति तपाईँहरूलाई मैले भन्छु कि मेरो परान छ चाहिँ मेरो ऊ छन् जरी म यस संस्थालाई अगाडि बढाउनेछु, साथ सपोर्ट दिनेछु बिरामीहरूलाई। म उहाँ जानुभयो भने उहाँको माया मसिन छँदैछ होइन। म त्यही भन्न चाहन्छु है साथीहरू। भोलि बिहान केही पऱ्यो भने हामी पनि छौँ। हाम्रो बिरामी जानुभयो भनेर हामी चुप्प लाएर बस्नेवाला पनि छैन। हजुरहरूले भोलि बिहान डायलिसिस पाउनु भने भोलि बिहान आँगनमा आगो बालेर भए पनि हामी उत्रिनुपर्छ। धन्यवाद। मलाई साथ सपोर्टले गरेर केही सकेको छ। हस् त, धन्यवाद। गर्न सक्ने कामहरू गरि पनि लागेको छु। तपाईँ कसैले थाहा पनि पाउनु पनि छैन होला। कोही त्यस्तो दुखीहरूलाई हामी सहयोग पनि गरिरहेका छौँ। अहिले तपाईँहरूले हाम्रो डायलिसिस बन्द भन्ने कारणले गर्दा हामी आज पत्रकार सम्मेलन गर्नु बाध्य भएको कारण हाम्रो मेसेज कस्तो जान्छ सरकारलाई, मेसेजले राम्रो काम गर्यो भने हामी फेरि आन्दोलन गर्नु नपर्ला। अब मेसेजले अब पत्रकार साथीहरूले मेसेज के पठाउनुहुन्छ, सरकारले दबाब सुन्छ कि सुन्दैन? दबाब सुनेन भने हामीहरू आउने 25 या 26 गते हामी आन्दोलनको तयारीमा छौँ। नसुनेको खण्डमा तपाईँहरू तत्पर हुनु होला भन्दै मेरो सानो वक्तव्य यही सुनिहाल्छु। हस्त धन्यवाद। आजलाई राज्यले सहज रूपमा सुनेर हाम्रो बिमारीलाई समस्या नभइकन कन्टिन्युस डायलिसिस गऱ्यो भने हामी कुनै आन्दोलनतिर जाँदैनौँ। यदि राज्यले चाहिँ बन्द गरेर बिमारीलाई हस्पिटलले चाहिँ दबाउने र थर्काउने, भोलिदेखि बन्द हुन्छ, पर्सिदेखि बन्द हुने र बाहनामा कोही बिमारीको मृत्यु भयो भने बाटोमा आगो बोल्न सक्छ। साथी हो, तयार हुनुहोस्। हामी सूचना गर्छौँ है, यो सूचना एकदमै चाहिँ तपाईँहरू चाहिँ हुनुहोस्। हामीले सूचना गर्छौँ। रेगुलर रूपमा भएको खण्डमा हामी केही गर्ने छैन। यो कुरा चाहिँ क्लियर हुनु होला। र उपस्थितिको रेकर्ड राख्नु होला है। यो रेकर्डले भोलि के हुन सक्छ अब यो कार्यक्रम मार्क्स भेला के को भन्नुभयो सुनिसक्नुभयो होला, भिडियोमा पनि देखिसक्नुभयो होला साथीहरू। हो, यही मुटु हस्पिटलमा जति पनि मृगौला सम्बन्धी मान्छेहरू डायलिसिस गर्नुभएको छ त्यो मान्छेलाई चाहिँ उहाँहरूलाई चाहिँ निःशुल्क उपचार होस्, सुचारू भइरहोस् भन्ने माग थियो हाम्रो। उहाँहरूले अब सचिव अध्यक्षजीहरू चाहिँ कुरा राखिसक्नुभयो, सरकारले दबाब दिइसक्नुभयो। अब हेरौँ सरकारले कस्तो प्रतिक्रिया दिनुहुन्छ। त्यसपछि कुनै प्रतिक्रिया दिन सक्नु भएन भने हामी चाहिँ फेरि आन्दोलनमा उत्रिने सङ्केत देखाइसकेका छौँ गाइजहरू। साथीहरू, अब हाम्रो यो मार्क्स भेला कार्यक्रम पनि सकिसकेको छ। अब चाहिँ हामी यहाँबाट फेरि घर जाने यात्रा सुरु गर्दैछौँ। साथीहरू, मौसम चाहिँ चिसो छ। न्यानो भएर बस्नुहोला, आफ्नो केयर गर्नुहोला साथीहरू। यो चिसोमा बचेर बस्नुहोला। सबैजनालाई मेरो अनुरोध छ है साथीहरू। हामी घर जाँदैछौँ। यहाँनिर चाहिँ प्रदर्शनी लागेको थियो, प्रदर्शनी पनि सकिसकेको छ। तपाईँहरू घुम्नु भयो कि नै? यहाँ चाहिँ ह्याक प्यालेस पनि देख्नुभयो होला।
चाहिँ चौरा आइसकेका छौँ। यहाँनिर देख्न सक्नुहुन्छ लखन थापाको शालिग र हामी चाहिँ तीनों स्कुलनिर जाँदैछौँ। यहाँ चाहिँ तीनों स्कुलको छुट्टी भइसकेको छ। फाइनल्ली हामी चाहिँ तीनों स्कुल आइसकेका छौँ। छोरी नितुलाई लिनको लागि हामी जाँदैछौँ। यहाँहरूको चाहिँ एक्जाम चलिरहेको रहेछ। हामी चाहिँ नानी मेरो छोरीलाई लिन जाँदैछौँ तीनों स्कुलमा। फाइनल्ली साथीहरू नितुसँग पनि मिटअप भइसक्यो। हामी चाहिँ घर जाँदैछौँ। अब म चाहिँ मेरो भिडियो लगभग यति नै हुन्छ होला है। तपाईँहरूले अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद छ साथीहरू र सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है साथीहरू। फेरि अर्को पटक भिडियो लिएर आउनेछु तपाईँहरूको सम्म। बाई, टेक केयर।